हेलो गुड मर्निङ एभ्रिवान अनि आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। सो आज त सन्डे हो, सबैजनाको छुट्टी अनि म चाहिँ यहाँ फुल अलिक रोप्नु काम थियो अनि फुलहरू यसो अलिकति रोप्दैछु। अनि हेर्नु सक्नुहुन्छ मेरो मिनी फ्लावर अनि यो चाहिँ मलाई म्यामले दिनुभएको थियो नि त। अनि मैले यसलाई चाहिँ ठुलो पटमा सारेको छु। अन्त मलाई चाहिँ बबिता म्यामले दिनुभएको थियो होइन। अनि म चाहिँ यो पुरानो पटहरूलाई चाहिँ फेरि रियुज गर्दैछु होइन। अब घरिघरि किन्दा त पैसा कोही कोही बेला हुँदैन होइन, पैसा वेस्ट मात्रै हुन्छ होइन। अनि म चाहिँ यसलाई फेरि रियुज गर्दैछु नि त। यो मल चाहिँ मैले अस्ति लिएर आएको थियो होइन। अनि आज चाहिँ मजाले यस्तो कुहिएछ मजाले, त्यहाँदेखि चाहिँ आज चाहिँ म मजाले यो फुल रोप्छु भनेर चाहिँ अस्तिदेखि सोचिरहेको थियो। सो मैले चाहिँ रोप्दैछु। सो होइन अब चाहिँ म यो मलहरू मिक्स गर्दैछु, मजाले मिक्स गर्नुपर्छ नि त यसलाई, त्यो होइन भने त राम्रो उम्रिँदैन फुल हो। अनि त्यसले गर्दा चाहिँ म चाहिँ यसलाई मजाले मिलाउँदैछु। मेरो चाहिँ किनकि चाहिँ फुलमा चाहिँ अस्ति चाहिँ मैले माटो मात्रै हालेको थियो, केही मलहरू त हालेको थिएन हो। अनि यो मल चाहिँ मैले तलबाट लिएर आएको होइन, दामी छ। अनि हेर्नु सक्नुहुन्छ मेरो यस्तो छ ऊ माटो। अनि यो माटो पुरानोलाई चाहिँ फ्याँकेर चाहिँ नयाँ माटो हालेर चाहिँ मेरो फुललाई चाहिँ मजाले सप्राउनु मन छ होइन। जस्तो कि अब त्यस्तो त मलाई रोप्नु आउँदैन फुलहरू होइन, सानोदेखि नै म अलिक मात्रै रोप्थ्यो फुल हो। अनि यसो मैले यो कसरी रोप्दैछु मलाई याद पनि छैन हो। अब मैले के भन्छ राम्रोसँगले रोप्दैछ कि कस्तो रोप्दैछ याद छैन होइन। प्लिज तपाईँलाई आइडिया छ भने चाहिँ मलाई डु कमेन्ट ओके। अनि यस्तै छ, आज चाहिँ मेरो सन्डे हो छुट्टी अनि म चाहिँ फुल रोप्दैछु। हेर्नुहोस् मेरो फुल चाहिँ यति बेसी सार्नुपर्ने छ हो। अनि तपाईँहरू मेरो अनुहार देखेर चाहिँ छक्कै पर्दा होला कि यसको अनुहार चाहिँ के भएछ भनेर। मेरो अनुहार चाहिँ केही भएको छैन, बुद्धि बाङ्रा उम्रेर के हो पुरा दुख्दैछ हो। अन्त फुल्लिरहेछ, अन्त त्यही फुल्लेकोलाई चाहिँ मैले अब पुरा दुख्छ नि त, त्यो दुखेकोलाई दुख्यो भने सुत्यो भने त झन् साह्रो पर्छ होइन, झन् काम पनि हुँदैन। अनि त्यसले गर्दा चाहिँ म चाहिँ जबरजस्ती आफै काम निकालेर चाहिँ गर्दै फुलहरू सार्दै बसिरहेको छु आज चाहिँ होइन। अनि कमेन्ट गर्नु। सो यो डल्लै फुललाई चाहिँ मैले माटो फेरिदिनु पर्ने छ। अनि माटो रेडी। सो अब चाहिँ मैले फेरिसकेको अवस्था अनि यसको फाइनल लुक चाहिँ यस्तो देखेछ कि। सो फाइनली मेरो फुलको लुक चाहिँ यस्तो भएको छ हो। मैले सबै फुलको माटो फेरिदिएँ। अनि थ्याङ्क यू एभ्री वान फर वाचिङ माई भिडियो। डु लाइक सेयर एन्ड कमेन्ट होइन। अनि बाई बाई सबैजनालाई।